हाई एभ्रिवान, नमस्ते सबैजनालाई। आज म तपाईँहरूलाई एकदमै सिम्पल वेमा ढेँडो कसरी बनाउने भनेर बताउन गइरहेको छु। जसले ढेँडो बनाउनु जान्नुहुन्न सो उहाँहरूको लागि यो भिडियो। हुन त उहिले हाम्रो आमा बोजूहरूले धेरै दुःख गरेर ढेँडो बनाउनुहुन्थ्यो है। सिल्भरको भाँडामा दाबिलोले पुन्युमा एकदमै टालिने गर्दथ्यो। सो यो चाहिँ मैले तपाईँहरूलाई एकदमै नयाँ आइडिया अनि एकदमै सजिलो है। यसमा चाहिँ जब ढेँडो बनाउँछौँ हामीले पानी अलरेडी नै यसको एकदमै क्वान्टिटी बेसी हाल्नुपर्ने हुन्छ, किनभने जब कन्सिस्टेन्सी यसको थिक भएपछि हामीले त्यसमा घरिघरि पानी हाल्नु मिल्दैन। अनि जबसम्म यसको थिक कन्सिस्टेन्सी हुँदैन तबसम्म एकदमै यसलाई कन्टिन्यू चलाएको यसको दाना एकदमै डल्लो पर्नु हुँदैन है। यो कोदोको पिठो हो, एकदमै डल्लो पर्नु हुँदैन। अनि जब यसको एउटा थिक कन्सिस्टेन्सी आउँछ यस्तो हुन्छ। सो यो बेलामा मैले घिउ हालेको छु अलरेडी यहाँनिर। सो त्यो भएर ननस्टिक कराईले गर्दाखेरि टालिँदैन। यस्तो मजाले यो नटालिकन अनि यो पानी धेरै हालेर पकाएकोले गर्दाखेरि हात चाहिँ अलिक दुख्छ, धेरै नै दुख्छ है ढेँडो बनाउँदा। अनि यो मजाले पाकेको छ अनि यसरी यसको रेडी हुन्छ अनि तपाईँहरूले कुनै पनि ग्रेभीसँग खान सक्नुहुन्छ। धन्यवाद।